हेलो एभ्रिवान हन आज चाहिँ फेरि राजकाडा जान लाग्छु हन अनि टोटल 5 जना मात्र भयौँ के जनालाई अनि राजकाडा पुगिसकेपछि अनि टक्क बाटाभरि मोज गरेर जाने अरू चाहिँ मासु ल्याउन गएका छन् केटाहरू अनि अब सामान सब किनेर लाग्यौँ अब राजकाडातिर ट्रिप अन ल हन 5 मिनट हिँडेर रेस्ट टाइम ल हन मा कसम मेहनत ल दाजु सिन त दामी आएको थियो ल के भन्न चाहन्छौ के भन्नु यहाँ दुईजना बरी त्यहाँ डेटिङ बसेका चिनेर न हो ल फेरि 5 मिनट हिँडेर फेरि बस्नु पर्यो एकदम पेल्ली ओ हाम्रा हिरो ल न 2 तल बसेर अब तेस्रो तलमा चाहिँ हिँड्न लाग्यौँ पहिला आएको फेरि के न राम्रोसँग बनाउनु भएको थियो ननीको क्यामेराको लागि डिभाइस थियो क्वालिटी आउँदैन थिएन क्या अब चाहिँ हल्का फुल्काको लागि छ धेरै राम्रो पनि छैन यो पनि अनि धेरै दिनपछि नै हाल्न छ नि त के उयो क्या भिडियो बनाउनु लागि नयाँ कन्टेन्टै पाइन्न बिना कन्टेन्टको भिडियो पनि के बनाउने आज चाहिँ बाहिर घुम्न आएको कन्टेन्ट थियो क्या अनि त्यही हो अनि भोलि सरप्राइज पनि छ एउटा अब सरप्राइज होला नि त्यो पनि हेरौँला अहिले त थकै लागेको छैन बस यति मेहनत हो अनि काकु कस्तो लाग्यो एकदम बबाल बाटो बबाल छ न कस्तो लाग्यो अझै नेपालमा यस्तो बाटो चाहिँ खुसी लागिरहेछ दाजु खुसी लागिरहेछ यस्तो किन हुने भने गाडी मिलिरहेछ दाजु छिटो 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 ठिक छ होइन गाइस नेपालमा यतिको बाटो चाहिँ हुनुपर्छ होइन अनि हल्का सङ्घर्ष त गर्नै पर्यो होइन केही राम्रो कुराको लागि र अब जाँदैछौँ माथि बबाल नै आउने छ रिजल्ट हामीहरूको ल हेर्दै पनि होला ल यता होइन हामी चाहिँ बाटो हिँडिरहेको थियौँ पहाड हिँड्ने बाहुबली खालि भन्नु छ अहिले चाहिँ होइन पुरा पानी पर्ने जस्तो भइहाल्यो कि पुरा अन्ध्यारो भइहाल्यो बादल लागेर आधै बाटो पुगेको छैनौँ यस्तो भइगयो त्यता पुग्नाङ्गो पानी नपर्नु पर्यो भइहाल्यो क्या त्यता पुगिसकेपछि त जत्र पानी बढ्यो नि चोटिदो भयो चाहिँ चेक पोइन्टमा पुग्यौँ पोस्ट पनि होइन अब चाहिँ पछाडिको भ्यूसँगै यता जङ्गल उता जङ्गल कोही भालु छैन न बाघ छन् न भालु छन् यता मान्छे मात्र छन् अन मा कसम त्यहाँ बसेर 5-6 घन्टा हिँडिसकेपछि यो अब त बचाउनु पर्छ जाँट कसरी गर्छ ढक्कन कसरी लगाऊ ए पानी थोडी थियो त तिमीहरु त्यहाँनिर मरियो मा कसम पानी केमा उगान छी खामा छी मा केही ल यस्तो के भन त खै भन्ने त सब पुरै छैन भन्ने कोही छैन कोही भन्ने केही पुरा पानी परेर के वेस्ट सब भिजिहाल्यो के अनि यहाँ पुरै बसेर भिडियो सिडियो बनाइदिउँ माथि जाने बाटो अर्को रहेछ कि हामी यहाँ फेरि यता पुगेर बर्बाद अब माथि जानलाई अनि यताको लोकल हुन्छ नि जो मान्छे तिनलाई सोधेर चाहिँ फेरि माथि जान लाग्छौँ के हुन्छ अब लेट्स सी ल होइन बल्ल 6 किलोमिटर हिँडेको बल्ल पुरा हो सपना हो भयो नि अब त्यो चिसावानीको पुल माकुरी अब 15 Pro Max मा जुम हानेर त्यही देखाइदिने
आनन्द भयो कि बल्ल फ्रेस। त्यो रुखमा सुतेको थियौँ हामी, रुखमा अन्त खेतमा। रुखमा के पऱ्यो त्यो उ छ नि खेत हो, त्यो पुरा तलबाट तातो त ओछ्यान मिलाइदिएका बबाल। राति ल केटा हो जो आएन अब मिस गर हन, यही पहलो भिडियो हेरिकन म जान्नु जाउँ भनेको हौँ। अब तिमीहरूले मानेन ल हन केटा हो, ठिकै भयो तिमीहरू आएन, ठिकै गरे, नत्र फाट्ने थियो तिमीहरूका। हिँड्दा पनि खुट्टा दुख्यो तर यत्तिको चाहिँ भ्यू हेर्न छुट्यायो क्या तिमीहरूले, यत्तिको भ्यू। अब त्यो भ्यू हेर्न पाउँदैन गाड मरा। अब त्यो भ्यू हेर्न अब तिमीहरूले पाएन, के गरौँ, यत्तिको के यत्तिको। ल हन आज चाहिँ बस्ने घर यही हो, आजको हाम्रो घर भनेको भ्यू। अनि आजको हाम्रा म्यान भर्सेस वाइल्ड त्यहाँ जाने ल हन अब यतै होटलमा चाहिँ अब खाना पकाइ मागेर अहिले चाहिँ मासुसँग यता सबै लगाएको लबाज्यौ भ्यालेक्स। ल हन खानासाना खाइयो, अहिले चाहिँ यहाँ पेलम पाली पुरा हालत खराब, आगो बाल्न लागि दाउरा किनेर छु। अब यो दाउरा सौरा बालेर रात कटाउनु पर्ने। यो पछाडि दुई गिटार, खाना लागि पानीको बोतल, राजकाँडामा चाहिँ अक्खु छुटी कोही आउने भयो मन छैन चाहिँ केटाहरू भनिराख है, आउनुपर्छ चाहिँ फेरि। यो हेर न लाइट हेर न गाइज यार, के सोचिछौ के अम्मानी पनि फेल हाम्रो अगाडि। जो आएनौ केटाहरू तिमीहरू मिस गर्छौ होइन, आएन भनेर थाहा छ मलाई। राख ए ल होइन अहिले चाहिँ दाउरा ल्याएर यता बस्ने रुममा पुगिसक्यौँ, आगो सागो बालेर अनि नाइट हानिदिने अब। हेलो गाइज गुड मर्निङ। अनि यता चाहिँ बिहान भइसक्यो, यो चाहिँ बिहानको भ्यू। अनि यो चाहिँ सनराइज, ए सूर्य हराइहाल्यो एकछिन, उताबाट सूर्य उदाउँदैछ, त्यो भर्खर चालु भएको छ। अनि यो चाहिँ म रातभरि सुत्ने भएको छु नि, यता पानी परेर जाडियो भएर त्यो चाहिँ चिसाबानीको टावर, परि त्यो होला चिसाबानीको टावर। यो घरमा चाहिँ सुतेको थियौँ कि हामी, भित्र पानी पस्दैन, त्यहीमा फाइदा भयो, ढोका नभएर चाहिँ घाटा भयो लास्टै। जाने बेला चाहिन्छ हो चार्जिङ लगा त्यही रोटी नै यो बिस्किट ले नो अरु बिस्किट ले ल होइन अब चाहिँ हामी राजकाँडादेखि नास्ता खाएर त्यता फिर्ता हुन लागेको। आधाबाटा चाहिँ पुगिसक्यौँ, अब लगभग 5.5 किलोमिटर जति बच्यो होला। अब सिधा चिसाबानी पुगेर बसमा बसेर सिधा घर गएर रेस्ट हान्ने, आरामले सुत्ने। अब हिजो रातभरि सुत्ने पाएको छैन, एक त पानी पर्थ्यो तनाव।